Hi guys! Welcome back to our channel. हामी फेरि नयाँ च्यालेन्ज लिएर ब्याक भइसकेको छौँ अनि आजको च्यालेन्जमा हुनुहुन्छ मम्मी अभियसली चिटर सधैँ चिट गर्ने मान्छे मम्मी अनि आज चाहिँ हाम्रो च्यानल जसको हो त्यो मान्छे हाम्रो ठुलमम्मीको युट्युब च्यानल हो यो चाहिँ नि धेरै माया देखाइदिनु होला आज हामीले ठुलमम्मीलाई पनि च्यालेन्ज गर्नलाई राखेको छौँ च्यालेन्ज हाम्रो आज पकौडा च्यालेन्ज हुन गइरहेको छ 10-10 वटा पकौडाको पिस एउटा पुरी अचार अनि चिया अभियसली चिया र पकौडाको कम्बिनेसन बेस्ट हुन्छ त्यो सबैलाई थाहा भएको कुरो सो गाइज आजको भिडियोको पनिसमेन्ट हुनेवाला छ यो आटा अनि जसले हार्छ उसको मुखमा दलिन्छ यो फेसमा डुबाउन पर्ने हुन्छ अनि बाटोमा गएर यसो देखेर आउने है त हुन्छ एक्ट गर्नुहुन्छ भित्र लगाएको त के भयो त नि तपाईँ रेडी हो ठुलमम्मीलाई चाहिँ नि वेलकम गऱ्यौँ हामीले अनरलाई जो च्यानलको सो ढिला नगरिकन सुरु गर्नु तल राखेर खाली नआउँछ तपाईँले आजको गेम क्लियर गरौँ हिस्ट्री क्रिएट गरौँ क्लियर गेम खेलेर ल 1 2 3 गो काम छैन हाम्रो यहाँ 5 वटा हुन्छ मैले 6-7 वटा खाइसक्छु अझै 5-4 कहाँ बाटोमा गर्न त थाहा पाउँदा मैले भगवान कसम 10 वटा खाइसक्यो होला तर अझै पनि 4 वटा मम्मीलाई मैले गर्न बिर्सेँ उ गर्नु भएर चोरी सक्नु भएछ पहिला हो होइन हो त्यहाँ लुके हो चेक हुन्छ लुजर पार्टी हेर्नु यहाँ मलाई उठाएको सधैँ त्यस्तो चिटिङ हुन्छ पकौडा चाहिँ गोजामा राख्छन् आज अनफेयर भयो हेर्नु है मेरो लागि कमेन्ट गर्नु होला यहाँ पुरै तल हालेर पकौडा सम्हाल्दिएको भयो त त्यस्तो रुन्छौ यार च्यालेन्ज गर्छौ अनि कहाँ त्यस्तो हुन्छ यस्तो खालको बटनमा पकौडा बन्छु कतिवटा खाऊ मैले आज झाली गरेकै छैन मैं तो एउटा हाफ पुरी यस्तो बाँकी खाऊ चिया खाऊ आज झाली बसेन गाई चाहिँ मेरो लुजर पार्टी अनि रोहन हात थाटेर बस्नु पर्यो फेरि अब के गर्ने त्यत्रो खाएर पनि खाइन भन्छन् मसँग च्यालेन्ज गर्न सक्दैन रे
मसँग च्यालेन्ज गर्न सक्दैन रे मैले त ल्याएको हुन्छ सँगसँगै मैले पनि होइन गाइस साँच्ची भनेको मैले यहाँ 2टा खाएर यता हेर्दा त यहाँ त प्लेट खाली थियो क्या 4-5 वटा एकैचोटि मुखा राखेपछि नि त्यो त हुँदै हुन्न सक्दैन हुन्न के गरे त मैले यहाँ अगाडि चिटिङ आज चिटिङ छैन गाई चाहिँ हेर्नु होला बाहिर त जाने जानुपर्छ अनि पुरी किन अरू नखाने ल पुरी खान्न मैले यति खाऊ ल नाइ म खान्न पुरी अब च्यालेन्ज भयो जित्नलाई पो खाने हो र त अब भौरा पार्टीले नखाए पनि हामी त खानु पर्यो नि त सो गाइज यो च्यालेन्ज यहीँ एन्ड भइसकेको हो आज पनि मम्मीले जित्नु भयो भिडियो चेक हुन्छ र बल्ल पनिसमेन्टको कुरा गर्न आउँछ है म गाइज गाइज लुजर पार्टी हेर्नु है कस्तो मजा आउँछ कि मलाई हेर्नु न फेरि पनि म यस्तै गाइज हामीले भिडियो चेक गरिसक्यौँ रफली सेभ गरेको यसो हेर्नलाई चिटिङ भयो कि भएन भने त खासै चिटिङ चाहिँ भेटाएनौँ अब त्यही पनि एडिटिङमा केही देख्न सकिन्छ कि डिटेली हेर्दाखेरि पनिसमेन्ट पहिला ठुलो मम्मी उनीहरूले छोडे नै उनीहरू त्यहाँ गफ अब यो पिठा दलिसक्यौँ भएन र पनिसमेन्ट बाहिर जानु पर्ने हो होइन बाटोमा गएर आउने भनेको हौ नि मैले हारेको भए लैजान्थ्यौ अनि तिमीले हार्दा त लैजानु पर्यो त नभए हुन्न र हुन्न नि हुन्छ हुन्छ म त जान्न हुन्न म पनि मम्मीलाई साथ दिन्छु जान्न म नाइ होइन पुरुखको बाहिर बाटोमा गएर आउने होइन हामीलाई छोड्देऊ मलाई भिडियो चेक भयो तपाईले झ्याली खेल्नुहुन्छ हार्दै झ्याली खेले हार्नु न त कसरी जित्नुहुन्छ खै कुन्नी हामी बाटोमा आइसक्यौँ लक्कीली मान्छे खासै रहेनछन् बाटोमा हुन्न हाइवेमा जाने रे उहाँ को जान्छ हौ हाइवे हामी यो नि बाटो नै हो उहाँ हाइवे भनेर तपाईँले कुरै गर्नु भएको छैन उहाँको आन्टीहरूले हेर्नु पनिसमेन्ट दिन उता पर बाटोमा हाइवेमा लान भनेको अनि लुजर पार्टी अनि उ गरे घात गरे यहाँ अनफेयर भयो त्यही पनि ठिकै छ मैले माने अर्कोचोटिबाट यस्तो हुन्न गाइज मैले हारेको भए मलाई उही मेन रोडमै पुर्याउँथेँ आफूहरू हार्दाखेरि अब नमजा भयो त्यही भएर यस्तै इन्ट्रेस्टिङ भिडियो लिएर फेरि पनि आउनेछौँ अनि लुजर पार्टीहरूलाई माया गरिदिनु होला मेरो जित्ने त सपना नै हुने भयो एउटा च्यालेन्ज पनि जित्ने भएन हौ म त कस्तो लाग्छ हामीहरूको भिडियो कमेन्ट गरिदिनु लाइक सेयर सब्सक्राइब गरिदिनु होला भिडियोमा भेटौँला बाइ